द पोडकास्ट विथ अजय अलङ्कारमा यहाँलाई हार्दिक स्वागत छ। धेरै धेरै धन्यवाद। आराम हुन्छ निकै नि? दिनपछि मलाई ठिकै छ। अलिकति पखालो यो पानी अलिकति खोटाङ गएको थिएँ त्यहाँ विभिन्न ठाउँमा खानपान गर्दा पानी पिउँदा अलिकति पेटमा गडबडी हो। सब ठिक छ, ठिकै हुनुहुन्छ? एकदम फर्स्ट क्लास। यो एजमा पनि एकदम फिट एन्ड फाइन हुनुहुन्छ? सबभन्दा अहिले मेरो चाहिँ के भने निन्द्रा मजाले लाग्छ, भोक मजाले लाग्छ, अनि हिँड्न सक्छु के कालो ओह्रालो टाढो नजिक सबै हिँड्न सक्ने, त्यति चाहिँ नै रहेछ सबभन्दा ठुलो कुरो। यो एजमा तपाईँ लगभग अब त 80 पुग्न लाग्यो। 78 हो। 78। यो एजमा पनि तपाईँ आफै ड्राइभ गरेर म आफै एकदम, म त ट्रक भनौँ न, पिकअप ठुल्ठुलो अब ट्रक पहाडमा खोटाङ जाँदा पनि आफै ड्राइभ? मेरो आफै एकदम। म त अरू 12 घन्टा लाउँछन्, म 7 देखि 8 घन्टामै अप्ठ्यारै बाटो भए पनि म चाहिँ एकदम। खोटाङ मेरो श्रीमती 7 घन्टामा पनि पुगे एकपल्ट। अहिले त्यो अप्ठ्यारो बाटोमा पनि अस्ति 8 घन्टामा आइपुगेँ। मेरो श्रीमती डरले एकदमै म तपाईँसँग हिँड्दिनँ भन्छ। अनि नगर न, म त हेर त संसारभरि यति धेरै दिनमा 1000 किलोमिटरसम्म गाडी हाँकेर हिँडेको अफ्रिकामा। अब म कार रेसिङमा चाहिँ गइनँ, तर मलाई गाडी मजा लाग्छ भन्छु। नेपालभरि मैले अब यो 4 व्हिल र पिकअपहरू धेरै पटक हाँकेर सबै देश पनि घुमेँ। पैदल पनि हिँडेँ अनि गाडीमा पनि हिँडेँ, मजा लाग्छ। विश्व घुम्नु भएको छ? विश्व त घुमिहाल्यो नि, 72 वटा देश घुमेकै हो। कति वर्षको एजदेखि तपाईँ घुम्न थाल्नु? म त्यही एसएलसी दिएर, अब भनौँ न उदाहरणको लागि 13 वर्ष भोजपुर मेरो पहिलो पाइला गाउँबाट बाहिर भएको भोजपुर हो। त्यो चाहिँ 13 वर्षको उमेरमा, 14 वर्षको उमेरमा हिँडेदेखि फर्केकै छैन। गाउँदेखि 14 वर्ष उमेरमा हेसी के अरे 8 क्लास पढ्नु गएको भोजपुरमा। भोजपुरको सदरमुकाम? सदरमुकाम। त्यहाँबाट एसएलसी गरेपछि कुन स्कुलबाट एसएलसी गर्नु? काठमाडौँ आएको विद्योदय हाई स्कुलबाट, सबभन्दा पुरानो स्कुल नेपालको। अब त्यहाँबाट पास गरेपछि फर्केकै छैन। कति सालमा एसएलसी दिनु होला हजुरले? 23 सालमा। 2023 सालमा? हजुर। भनेपछि त होइन, त्यो जमानामा त स्कुल खोलेकै थिएन गाउँ गाउँमा त? छँदै थिएन नि। अब मेरो पालामा 15 सालसम्म स्कुलै थिएन मेरो गाउँमै पनि। कसरी भयो त्यो सम्भव? 22-23 सालसम्म हाई स्कुलै थिएन। हजुर। त्यो स्कुल स्थापना हुनमा कसको देन हाम्रो होला? पुर्खाहरूको। त्यहाँ हाम्रो बाजेहरू भन्दा पनि त्यहाँ गाउँको 2-4 जना अगुवाहरू हुनुहुन्थ्यो। त्यसमा विशेष गरेर राजन सुर राई अनि र अरू पनि त्यहाँको पुर्खाहरूले चाहिँ शिक्षालाई जोड दिनुपर्छ भनेर विशेष गरेर लाउरे भइसकेको र लाउरे गएर मेरो बाउ पनि शिक्षा चाहिँ बिना केही पनि हुँदैन रहेछ भनेर उनीहरूले ब्रिटिसमा हेऱ्यो नि त। ब्रिटिस इन्डियादेखि लिएर बेलायतसम्म पुगेका हाम्रो पुर्खाहरूले थाहा पायो कि शिक्षा नै रहेछ जग विकासको भनेर पछि अगाडि जाने भनेर चाहिँ अब स्कुल खोल्नुपर्छ। त्यसै बेलामा यो ब्रिटिसको यो चाहिँ नै सेनामा काम गरेको हाम्रो पुर्खाहरूको पैसा बचेको रहेछ। त्यो पैसा बचेको के गर्ने भन्दाखेरि ल हाम्रो सेनाहरूकै र वर्तमान सेनाकै छोराछोरीले शिक्षा पाउन सक्छ, त्यसमा खर्च गरौँ न भनेर त्यसलाई एउटा राष्ट्रिय बोर्ड बनायो। त्यसपछि जिल्ला स्तरको बोर्ड बनायो, डिस्ट्रिक्ट सोल्जर्स बोर्ड भनेर। अनि त्यो बोर्डबाट चाहिँ स्कुलहरू सञ्चालन हुने गरी, फन्डिङ हुने गरी अनि सरकारले पनि ल अनुमति दियो, अब स्कुल चलाउनु चाहनेले चलाउनु सक्छ। र त्यसमा चाहिँ के गर्दाखेरि बेस हुन्छ आफै गर्ने भनेर स्कुलको अनुमति हाम्रो जिल्लामा यो त्यति बेला 8 सालमै अनुमति त सुरु भएको। नेपाल सरकारबाट। त्यसमा चाहिँ 4 वटा हाम्रो जिल्लामा अनुमति पाएकोमा गाउँ पनि हाम्रो गाउँमा समेत गरेर 4 वटा। हाम्रो गाउँ चाहिँ भोजपुर जिल्लामा पर्थ्यो पहिला।
कुन गाउँको हजुरको? रतनछा खर्तन्चा रतनछा भनेको माथि उभोखला हो। त्यस कारणले त्यहाँ अहिले त खोटाङ पर्छ नि हजुरको? अहिले त खोटाङ। पहिला चाहिँ भोजपुर थियो, पछि 32 सालमा गाप्दाखेरि 32 होइन 23 सालमै पो त हो क्या र 18 सालमै हो। त्यसरी चाहिँ गाभेपछि चाहिँ अब यतापट्टि पर्यो। तर त्यो सुरुको सोल्जर्स बोर्डले दिएको सपोर्ट गरेको स्कुलहरू 4वटा स्कुल मध्येमा भोजपुरमा हाम्रो पनि एउटा हो। अनि हजुरको गाउँमा हो जिल्ला सदरमुकाममा त थियो नै। त्यो विद्योदयहरू त अलिक अगाडिकै हो। नारद मुनिले अलिकति अगाडि नै खोल्नु भएको थियो। तर खासमा त्यो हाम्रो स्कुल पनि अब 8 सालमा खोले पनि 15 सालसम्म त्यो मास्टरहरूको अभावले गर्दा त्यही लाउरे टिचरहरूले अलिअलि यसो कक्ष पढाउँथ्यो। स्कुल थिएन। तर एकजना आइबी राणा, इन्द्रबहादुर राणा भनेर उता आसामतिर मणिपुरतिरबाट आएपछि अनि चाहिँ राम्रो हुँदै गयो। अब त्यो समय रहेछ। अनि म पनि ठ्याक्क 9 वर्ष पुगेका थिएँ, क पनि नपढेको। अनि स्कुल जानुपर्छ, स्कुल गयो भने भारी बोक्न पर्दैन, अनि ठुलो मान्छे पाइन्छ भन्ने त्यो सपनामा त्यो गएर। सुरुमा स्कुल चाहिँ कसले पापाले नै नाम लेख्नु भएको थियो हजुरको? कसले? मेरो बाउलाई त मैले 17 एसएलसी दिएर 18 वर्ष लागेपछि मात्रै देखेकै थिएन। बाहिर ब्रिटिसमा हुनुहुन्थ्यो? उहाँ पहिला ब्रिटिस आर्मीमा गएर दोस्रो विश्वयुद्ध लड्नुभयो। आउने बित्तिकै 7 सालको क्रान्ति लड्नुभयो नेपालमा। अनि क्रान्ति लडेपछि 8 सालमा उहाँ काठमाडौँ आउनुभयो यो जनमुक्ति सेनासँग। 8 सालमा। अनि आएपछि रामप्रसाद राईको टोलीमा हो क्या? हजुर, रामप्रसाद राईको टोलीमा हो, रामप्रसादसँगै। अनि नारद मुनि रामप्रसादहरू। अनि त्यसपछि काठमाडौँ आएपछि उहाँ चाहिँ नेपाल प्रहरी त्यो फर्मेसन हुँदाखेरि त्यहाँ लाग्नु भएछ। पछि एसपी भएर रिटायर्ड हुनुभयो। त्यो त्यति बेला अब बाउ अब त्यस बेला परिस्थिति त्यस्तै थियो। हाम्रो आमालाई बिर्सनु भएको छ। म र पछि भाइ पनि जन्मियो। बाउले छोडेर यता काठमाडौँ आएपछि उहाँले फेरि यता परिवार बनाउनु भएको छ। यतापट्टि कान्छीहरूपट्टि अझै 2जना। त्यसो हुँदाखेरि कथा निकै गजबको छ, रोचक छ। जेठीपट्टिको तपाईँ चाहिँ जेठो छोरो? म जेठो। दाजुभाइ कतिजना हुनुहुन्छ हजुर? 2 भाइ हामी। 2 भाइ मपट्टिको, भाइहरू माइलीपट्टिको 1जना, कान्छीपट्टिको 1जना, अनि बहिनी एउटा। भनेपछि 8 सालमा यहाँ त आन्दोलनकै क्रममा आउनुभयो भनौँ न? हो, आन्दोलनकै क्रममा काठमाडौँमा अब काठमाडौँलाई पनि हामीले सञ्चालन गर्नुपर्छ, जनमुक्ति सेना काठमाडौँ हिँड भनेर आएपछि अब त सञ्चालन त व्यवस्थापन त गर्नु पर्यो। युद्धकै सिलसिलामा हिंसा, किनभने त्यसमा त राज्यको लोकतान्त्रिक प्रजातान्त्रिक भन्दै संरचना थिएन नि त। त्यसपछि उहाँहरू त ब्रिटिस सेना रिटायर्ड हुनुहुन्थ्यो होइन? यहाँ चाहिँ एउटा सशक्त प्रतिरोधको रूपमा, एउटा क्रान्तिको रूपमा उहाँहरू चाहिँ आउनुभयो जनमुक्ति सेनाको रूपमा। सेना समायोजन त्यसपछि कति सालमा? 9 सालदेखि सुरु भयो होइन? 9 सालमा। पापा कति सालमा? 9 सालमा चाहिँ फर्मेसन हुँदाखेरि बाउ पनि पस्नुभयो। अनि त्यसरी गर्दा अब पछि पञ्चायतकालमा चाहिँ अब प्रहरी सङ्गठन बलियो भयो। किनभने राजाहरूलाई प्रहरी बलियो बनायो भने कन्ट्रोल गर्नु सकिन्छ भन्ने। सेना र प्रहरी त वास्तवमा मान्छेलाई अधीनमा राख्नु न हो र शासकलाई सहिलो बनाउनु। त्यो अहिलेको लागि त्यो काम छैन भन्छु म त। भनेपछि पापासँग त लामो समयपछि मात्रै भेट भएको रहेछ? मैले बाउसँग 1 महिना बसेकै छैन। यत्रो अहिलेको हामी अब स्कुल चाहिँ कसले पुऱ्यायो होला हजुरलाई? होइन, म आफै। जस्तो स्कुल खुलेपछि म ठुलै भइसकेको थिएँ नि त, 9 वर्ष। अलिक हलक्क बढेको मान्छे। साथीहरू सबै जान्थ्यो, म पनि साथीहरूको हाउसमा हा हो गर्दै जाने हो। मलाई त्यो लहाइमा किनभने घाँस काट्ने, भारी बोक्ने, कोदालो खन्ने, हलो जोत्ने, म त अब एक्लै। मेरो काकाहरू पनि लाउरे भइसक्नु भएको थियो ब्रिटिस आर्मीमा। गाउँमा सबै खेतीपाती गर्ने म र बाजे मात्रै। अनि अब खेतीपाती थुप्रो त नभनौँ, ठिकै हो, तर नसकिने खालको थियो कि। कति टाढा थियो हजुरको गाउँदेखि त्यो स्कुल चाहिँ? करिब 20-25 मिनट, बढीमा आधा घन्टा त्यसो लाग्ने हो।
नजिकै थियो। आधा घन्टा हिँडेर हजुर चाहिँ पहिलोचोटि जानुभयो। त्यतिखेरको त्यो एकदम पहिलो क्लासमा जोइन भएको यादहरू त थुप्रो छन्। एक्साइटमेन्ट अब तपाईँको त्यो मास्टर आएपछि यति हो हल्ला भयो कि राम्रो पढाइ हुन्छ अरे भनेर उनले चाहिँ मोटिभेट गर्थे कि शिक्षाको यो हो अर्थ भनेर। उनले असाध्यै चलाख मान्छे होइन, अत्यन्तै धेरै भनौँ न क्षमतावानवाला, पढेको त धेरै होइन तर वाक्शक्ति राम्रो भएको र अर्को चाहिँ एकदमै बहुआयामिक प्रतिभा भएको के, मल्टी ट्यालेन्टेड, सङ्गीत खेलकुद सारा। अनि बच्चाहरूलाई चाहिने त त्यो रहेछ अतिरिक्त क्रियाकलापमा हो, नाच्ने गाउने बजाउने त्यसपछि खेल्ने कुद्ने। अनि त्यो गरेपछि त अनि पढ्नु पनि अङ्ग्रेजी पनि जान्ने नेपाली पनि जान्ने। अब चाहिएको त त्यो त्यति बेलामा त्यतिको जान्ने मान्छे त नेपालमै पनि थिएन होला जस्तो लाग्छ क्या। अनि यति पपुलर भयो कि ल ल स्कुल जानुपर्छ, स्कुल यस्तो राम्रो छ भन्ने बित्तिकै हाम्रै पालामा 500-550 विद्यार्थी थियो एकैचोटि। त्यो हाम्रो गाउँमा त होइन कि वरपरको सबै अन्त स्कुल थिएन, सबै गाउँको मान्छेहरू। मावि स्कुलमा होइन, मावि थिएन त्यस बेला, निमावि मात्रै 7 क्लासमा 500 जना निमाविमा 7 क्लाससम्म मात्रै। यति धेरै विद्यार्थी आयो कि खेल्नु कुद्नु नाच्नु गाउनु रमाइलो के। स्कुल जाउँ लाग्ने, पढ्नु पनि। अब उसले सकेसम्म त्यहाँ लाउरे अब भनौँ न त्यहाँ हाम्रो पुर्खाहरू टिचरको रूपमा जान्ने त उनीहरू भयो, अरू त पाउँदैन थियो। उनीहरू आउँथे, युद्धको कथा गर्थे अनि रोचक कुराहरू भनौँ न हामीले नजाने नबुझेको। त्यसरी चाहिँ पढ्दाखेरि मेन सपना त अब पढेपछि ठुलो भइन्छ भन्ने भएर चाहिँ हामी त्यहाँ आकर्षित भयौँ भएकै। तर अहिले मलाई लाग्छ त्यो पनि गलत थियो। त्यतिखेरको सानोको त्यो साथीहरू को हुनुहुन्छ होला अहिले, याद छ हजुरलाई? त्यो पहिलो क्लास धेरै जस्तो त गइसके। त्यही त कोही छन् गाउँकै छन्, एक क्लासतिर पढ्नुभएको। हजुर, सँगै क्लासमा पढेकोहरू धेरै मरिसके। अब कोही बाँचेका छन्, कोही गाउँतिर छन्। सबभन्दा मिल्ने साथी चाहिँ को हुनुहुन्थ्यो होला हजुरको? मेरो मिल्ने साथी भनेको बालापनमा त्यस्तो मिल्ने साथी नै थिएन भन्दा पनि थियो, तर त्यस्तो धेरै मिल्नुपर्ने आवश्यकतै थिएन किनभने हामी आफ्नो काममा व्यस्त हुन्थ्यौँ नि त। स्कुल टाइम त 10 to 4 नै स्कुल टाइम र घरको काम धेरै हुन्थ्यो के। मेन कुरा घरको काममा व्यस्त हुने भएकोले त्यो स्कुलमा साथीहरूसँग मेलमिलाप गर्ने सँगै। पढाइ चाहिँ कस्तो हो हजुरको? म त फर्स्ट बोय हो जहिले, क्लास फर्स्ट प्रायः सो। हाई स्कुलमा चाहिँ भएन, टप 10 मा हो, तर म चाहिँ अरू बेला त फर्स्ट भयो। भनेपछि त्यो पढ्नु पर्छ भन्ने ज्ञान चाहिँ आफैमा त्यो विकास भइसक्यो। कताबाट त्यो के हल्ला गरे। अनि सबभन्दा ठुलो कुरो त मलाई त्यो सानोमा क्या 7-8 वर्षमा 6-7 वर्षमै भारी बोक्दाखेरि भित्रैबाट सोच्थेँ कि मैले यो भारी बोकेरै जिन्दगी बिताउनु पर्ने। अनि आमालाई हेर्थेँ, बुढा बाजेलाई हेर्थेँ, बोजूलाई। यी बुढाबुढीहरू मेरो आमा यसरी नै जिन्दगी बिताए, यस्तो जिन्दगी बिताउनु आवश्यक छ र भनेर मैले त्यो उकालो हिँड्दाखेरि क्या दाउरा बोकेर घाँस बोकेर पसिना काट्दै भोको पेटमा प्रश्न गर्थेँ कि आफैलाई अनि त्यो विकल्प के छ भनेर सोद्धाखेरि चाहिँ ठ्याक्कै त्यो क्लिक गर्यो। त्यो सानोमा जस्तो अब त्यो मानसिक रूपमा विकास भएर तपाईँ पढ्न त जानुभयो, तर पढ्नको लागि शुल्क त तिर्नु पर्थ्यो नि होइन? पर्थ्यो। जस्तो उदाहरणको लागि गाउँमा शुल्क भनेको मास्टरलाई चामल लगिदिनु पर्ने, झाउरा लगिदिनु पर्ने। पैसा चाहिँ चल्दैन थियो कि, पैसै थिएन त। मास्टरलाई तलब। नाम चाहिँ कसरी लेख्नुभयो? नाम लेख्न होइन, नाम त त्यहाँ 5 रुपैयाँ 1 रुपैयाँ हो। त्यही त पैसाको सट्टामा हामीले चामल दिनुपर्ने मास्टरलाई, दाउरा दिनुपर्ने पालै पालो, अनि मासु अथवा कहिलेकाहीँ कुखुरा दिनुपर्ने होइन, के छ। हजुरले के दिनुभएको याद? होइन, सबै पहिलोचोटि होइन, पहिलोचोटि त दाउरा
होइन दाउरा एक भारी लगिदिनु भयो एक बारे लगिदिने त्यसपछि चामल लगिदिने त्यो पालो हुन्थ्यो के अरे त्यहाँ पालो पालो लगिदिने हो टाढाकोहरूले चाहिँ पैसा नै दिन्थ्यो अलिअलि तर हामी नजिककोले चाहिँ पाल्नुपर्ने मास्टर चाहिँ हाम्रै त्यो स्कुलकै नजिक बस्ने भएको हुनाले त्यसरी चाहिँ हामीले यतापट्टि वस्तु दिएर पढ्यौँ भोजपुर गएपछि चाहिँ महिनाको 5 रुपियाँ फिस तिर्नु पर्थ्यो कसले दिनुहुन्थ्यो अनि त्यो चाहिँ अब मलाई बाजेले के बाउ थिएनन् अब म फर्स्ट पास भइहाल्यो 7 क्लास भनौँ न गरेपछि अब 8 पढ्नुलाई भोजपुर जानुपर्ने जिल्लाभरि स्कुल छैन अनि बाजेले के भन्नु भने बिहा गर यहाँ तेरो सट्टामा काम गर्ने मान्छे चाहिन्छ त जेठो नाति पनि होस् हामीलाई बुहारी पनि हेर्नुपर्छ चलनअनुसार बिहा गरिस् भने म एउटा खेत बेचेर तँलाई पढाउँछु भन्नुभयो 8 क्लासमा तपाईँ लगभग 16-17 वर्षको पुग्नुभयो होइन 13 पुगेर 14 मात्रै लागेको थियो अनि बिहा गर्नु पर्यो अनि बिहा गर्दाखेरि एउटा खेत बेच्नु भयो त्यसैबाट पैसा लिएर तिरे पछि बाउले कता बिहे पनि गरिहाल्नु भयो 14 वर्षमै अन्त बिहा नगरी त भोजपुर जानु नपाउने अनि त्यो फिस त पाउँदैन थियो बिहे गाउँकै गरिराख्नुभयो बाजेको सल्लाह अनुसार अनि बुहारी छोडिदिनु भयो काम गर्ने त्यही हो बुहारी चाहिँ अहिलेको म्याम नै होइन अर्कै ऊ त मरिसक्यो जेठी हो जेठी यता त अहिलेको कान्छी हो गाउँकै हो अनि त्यसरी कथा लामो छ त्यो हिसाबले शर्तमा गएर महिनाको 5 रुपियाँ तिर्नु पर्थ्यो अब त्यो लामो कथा छ खेत बेचेर नै पढ्नुभयो हजुरले बाजेको सल्लाह अनुसार बाजेको एउटा खेत बेचेर त्यो खेतमा अहिले के भइरहेछ होला त्यो खेत त अहिले पनि कहिलेकाहीँ गाउँ जानुहुन्छ तपाईँ जान्छु त्यो खेत खासमा अब बाँझो भइसक्नुला अस्ति यसो विचार गरेको बेचेर राम्रो गरेछ भन्ने लाग्छ करिब त्यो खेती त गर्दै थिए अहिले त अब मान्छे गाउँमा कोही छैन बनमारा घारी चिलाउने घारी 30 घारी त्यस्तै हो सही टाइममा बेच्नुभयो तपाईँले पढ्न त पाउनुभयो कमसेकम मलाई त खुसी लाग्यो त्यही मेरो लागि पहिला कुरो आमा हो बाजेले चाहिँ स्कुल पढाउनु भनेको चोर बनाउनु भन्नुहुन्थ्यो जुन सही थियो अहिले हामी चोर बनेका छौँ नि बाजेले 70 वर्ष अगाडि भन्नुभएको कुरा चोर हुन्छ भन्नु बाजेले चाहिँ स्कुल पढाउनु हुन्न भन्नुहुन्थ्यो आमाको चाहिँ अनि होइन आमाको भन्दा पनि मैले रुएँ कि मलाई पढ्नै पर्छ भनेपछि आमाको मन चाहिँ पग्लेर बाजे बजूसँग विद्रोह गर्नु पर्यो मेरो छोरालाई पढाउँछु उसको इच्छा हो भनेपछि मैले पढ्न मौका पाएको आमालाई चाहिँ लगभग आजभन्दा कति वर्ष अगाडि बित्नुभयो आमा बित्नु भएको पनि भयो 20 वर्ष कसरी सम्झिनुहुन्छ 20 वर्ष भन्दा पनि होइन 25 वर्ष भइसक्यो कसरी सम्झिनुहुन्छ आमालाई ती दिन अब अहिले म अर्कै मान्छे भइसकेको छु आमा जुन मान्छेले आमा भन्ने आमा हो भन्छ नि त्यो गलत हो आमा एउटा नारी हो आमा केही पनि होइन महिला आमा जस्ट नारी हो महिला फिमेल त्यति हो किनभने उनले आफ्नो कर्तव्य गरिन् मलाई अब त्यो प्रकृतिको नियमअनुसार उनलाई त्यो चाहना भयो होइन बाउसँग सङ्गम भयो अनि त्यसमा मेरो त्यहाँ उत्पत्ति भयो उनले दुःख पाएर मलाई जन्म दिनुभयो माया गरेर हुर्काउनु भयो अब त्यो माया भनेको त के भने त्यो त प्राकृतिक नियम हो होइन सबै आमाले गर्छ र सबै आमाले फेरि म किन अहिले आमालाई त्यति धेरै आमा जस्तो नमान्ने कारण चाहिँ मेरो जन्म मैले चाहेर भएको होइन नि आमाको त्यो चाहिँ के भन्छ चाहना उनको बाउसँग समागम गर्ने इच्छा होइन चाहनाले म चाहिँ भएको हो मेरो सन्तान पनि मेरो छोराहरू त्यो उनीहरूको चाहनाले जन्म्या होइन कि हामी मेरो श्रीमतीसँग हाम्रो चाहिँ आफ्नो इच्छा अथवा त्यो आवश्यकता भन्दा पनि अब भनौँ न त्यो विशेष इच्छाको कारणले भएको हो त्यस कारणले आमा ठुलो कुरो चाहिँ म मान्दिनँ कि उत्पत्ति भनेको त संयोग हो संयोग चाहिँ यो प्रकृतिको नियम हो कि त्यस कारणले त्यो भावना वगैरह आमा यस्तो आमा उस्तो किन सम्झनु आमा त हाम्रो किरातीहरूको जिउँदो भगवान भन्ने चलन छ नि भन्छन् भगवान भए पो आमा भगवान होइन के आमा चाहिँ नारी मात्रै हो
नारी हो, 100% नारी हो। र नारीले जुनैसुकै नारीले फिमेलले कर्तव्य निभाउँछ। तर कसैले एका दुईले त जन्माउँदै निचोरेर मारिदिने पनि हुन्छ नि। होइन, त्यही त भने त त्यो चाहिँ नारी हो कि नारी नै हो। किनभने उसलाई ठिक लागेन भने निचोरेर मार्छ, अथवा उसलाई अप्ठ्यारो रिस उठ्यो भने होइन, उसलाई अप्ठ्यारो भयो भने, रिस उठेको होइन, अप्ठ्यारो भयो भने कति त भ्रूण हत्या त कति हुन्छ अबर्सन पनि गर्छ होइन। अहिले त एबर्सन त अब एबर्सन नगर्ने को होला र जस्तो लाग्छ कि। किनभने त्यो गर्नु चाहिँ पाप हो कि धर्म हो त? होइन, मैले भन्छु नि, आमाको इच्छा हो कि। धर्म र पाप नै छैन, धर्म नै छैन, पाप नै छैन होइन। म चाहिँ भन्छु परिभाषा हो। त्यस कारणले निचोरेर मार्नु या ठुलो भएर काटेर मार्नु त्यो मर्ने नै हो, मरिहाल्छ। मलाई त्यो मर्नु र मार्नुमा ठुलो कुरा लाग्दैन। यो मेरो करिब हेर्दा चाहिँ पागलपन हो, तर भित्री गढेर हेर्दा चाहिँ सत्य नै हो। मृत्यु त कसैले रोक्न सक्दैन, त्यो मिनट हुँदैन के, मिनट पर्खनै पर्दैन मृत्युको लागि, सेकेन्डमै हुन्छ सबै कुरा। तर कोबाट हुन्छ भन्ने कुरा चाहिँ त्यो काकताली हो कि, समयले मात्रै निर्धारण गर्छ। जस्तो म 78 वर्ष बाँच्न लागे, यो काकताली हो। म कुनै पनि हालतमा पहिल्यै मरिसक्थेँ होला। मेरो साथीहरू त कयौँ सँगै जन्मिएकाहरू कति मरिसके। भनेपछि आमालाई एकदम महान रूपमा चाहिँ सोच्नु होइन, भगवान भन्छ न, भगवान छ। स्वभाव चाहिँ कस्तो थियो स्वभाव आमा? होइन, स्वभाव त मेरो आमा भनौँ न, अब जस्तो मेरो अहिलेको अवस्थामा पुर्याउनलाई पहिलो खुड्किलो आमा नै हो। उहाँले आफ्नो कर्तव्य गर्नुभयो, कर्तव्य गरेर मलाई राम्रो बाउले त केही पनि गरेको छैन। बाउले मबाट लिए होलान्, दिएको छैन। बाउले त मबाट धेरै लिए। बाउको नाम लिएर तपाईँ पनि विश्व घुम्नुभयो नि त? होइन, बाउको नामबाट के मतलब छ? ब्रिटिस रिटायर्डको छोरा होइन, हु केयर्स, कसलाई मतलब छ? त्यो सबै गलत हो। मेरो बाउसँग त कुनै त्यस्तो सम्बन्धै छैन, किनभने म सँगै बसेकै छैन। जहाँसम्म लाग्छ त्यो लेनदेनकै कुरा गरेँ भने दिनेमा मैले धेरै दिएको छु, बाउले कम दिएको छ। दिनु चाहिँ दिए, माया त गर्थे, तर माया त बाँडिनु पर्यो नि त। अन्त फेरि उहाँको त ड्युटी हो। त्यो अरू भाइ बहिनी र परिवारलाई पाल्दाखेरि नै उनको त कति धेरै समय जान्थ्यो होइन। अब जागिरै हुन् होइन। अब म चाहिँ अलिकति परको, उहाँको त धेरै हुन्थ्यो नि, रिटायर्ड ब्रिटिस हो होइन, त्यहाँको पनि पेन्सन आउँछ? थिएन, पेन्सन थिएन, रिडन्डेन्ट हो। नेपालको एसपीबाट रिटायर भन्नु होइन? हो। त्यो पनि त्यस बेलाको तलब हेर्दाखेरि कति थियो र 2 पैसा खान नपुग्ने झोपडामा बस्ने पुलिसहरू, त्यो त सबै थाहा छ नि। उहाँलाई दोष छैन के। पापा बित्नु हो चाहिँ कति भयो? उहाँलाई दोष पटक्कै छैन, 20 वर्ष पुग्लायो। सँगसँगै रहेछ करिब दोष छैन उहाँलाई, दोष छैन। बुवा चाहिँ के हो त तपाईँको परिभाषामा? होइन, बुवा पुरुष हो, एउटा पुरुष मात्रै हो, पुरुष हो। उहाँले आफ्नो वीर्य दान गर्ने आमालाई त्यो कर्तव्य गर्नुभयो। म निस्केँ, आमाले चाहिँ धेरै दुःख गर्नुभयो, हुर्काउनु भयो। बाउले त केही पनि गर्नु भएन भन्छु है, किनभने अब बाउले गर्ने पनि कुरा आएन। पुरुषको काम त वीर्य दान मात्रै हो नि। महिलाले हो जे दुःख गर्ने। मेरो आमाले धेरै दुःख गर्नुभयो, 9 महिना गर्भमा राख्नुभयो, जन्माउनु धेरै गाह्रो थियो, जन्माउनु भयो, हुर्काउनु धेरै गाह्रो। म चाहिँ अनेक रोगबाट ग्रस्त भएर बाँचेको होइन। कुपोषण पनि भयो, तर के मात्रै भएन होइन। रोगको चाहिँ गन्ती गर्ने भने अब लामो हुन्छ। अनेक रोग लागेर म बाँचेको मान्छे। उनले बचाइन्, रुँदै कराउँदै कोसिस गर्दै बचाइन् होइन। अब तर त्यो काकतालीले बाँचियो, त्यो दुःख आमाको त्यो उहाँको कर्तव्य थियो नि त। किनभने त्यो प्रकृतिले नै त्यो माया भन्ने कुरा गाँसेको। केही हँसाउने प्रयत्न पनि गर्नुभयो आमा जिउँदो हुँदा? आमालाई केही खुसी दिने, हँसाउने प्रयत्न पनि गर्नुभयो? भयानक, मैले जति कसैले गरेन होला, तर कहिले पनि आमा खुसी हुनु गाह्रो छ कि। कस्तो छ भने उहाँकै ज्ञानको सीमितताले गर्दाखेरि,
तपाईँ पैसा दिएर सम्पत्ति दिएर खुसी हुँदैन कि हुँदैन नि। अब मैले पैसा थुप्रो कमाएँ, सम्पत्ति थुप्रै कमाएँ, मैले 20जना नोकर राखिदिन्छु, तपाईँ चुप लाएर बस्नुहोस् न, आराम गर्नुहोस् अथवा जे मन लाग्छ त्यो गर्नुहोस् भन्दा पनि अब यता गर्दा त्यता हुँदैन, त्यता गर्दा यता हुँदैन, हगे मुते काट्छु भन्ने होइन। त नराम्रो होइन, फेरि त्यो सबैको स्वभावै त्यस्तो हुन्छ होइन। अब कोहीसँग नमिल्ने, कोहीले छिमेकीसँग कराउने, कहिले सासु र बुहारी रात दिन झगडा गरेर बस्ने, अरू कोसँग गर्ने, त्यो मान्छेको क्यारेक्टरिस्टिक हुन्छ नि। 72वटा देशहरू घुम्नुभयो नि होइन, त्यो सिलसिलामा बाहिर पनि लानुभयो आमालाई होइन? लगिनँ त्यो जानु, तर देशभरि त घुमाएँ। देशभरि घुमाउनु, बाहिर जाने इन्ट्रेस्ट गर्नुहुन्न? होइन, बाहिर त्यस बेला लाने सम्भवै थिएन कि, मेरो परिवारलाई त लानु गाह्रो थियो। अहिले जस्तो कहाँ छ र? हाम्रो पालामा मलाई नै के अरे भिसा पाउनु गाह्रो थियो। म त संयुक्त राष्ट्रसँग भएर पो परिवार लानु पाउने भयो। आमा पनि लानु पाउँथ्यो होला, प्रयास गरे भए। त्यस बेला परिस्थिति नै त्यस्तो थिएन, किनभने सासु बुहारी संसारमा कहीँ मिल्दैन, लगेर उही यहाँ माथि वज्र प्रहार गर्ने भन्दा। तपाईँ राजा वीरेन्द्रको पनि सल्लाहकार हिजोको अवस्थामा होइन? सल्लाहकार होइन, म कर्मचारी हो। कर्मचारी। राजाको सबैभन्दा वीरेन्द्रको नजिक बसेर 17 वर्ष उनको के भन्छ राजकीय सत्तामा म चाहिँ एकजना अधिकृत कर्मचारी र प्रभावशाली। भाइ भारदार हुन्छ, नातेदार हुन्छ, चाकरीदार हुन्छ, यो 5मा म केही पनि होइन। कागतालीले म कर्मचारी हुन पुगेँ। कर्मचारी चाहिँ राजाको सबै आउरे बाउरे भयो। हामीले राजाको सेवा गर्दाखेरि मेरो काम देखेर नजिक भयो, पुरस्कारहरू दिए। त्यो मौका चाहिँ सुरुवातमा कसरी प्राप्त गर्नु? होइन, काम कर्मचारी। म कृषि पढ्न गएँ के अरे भारतमा, अनि पढेर आइसकेपछि म यहाँ जागिरे भएँ। अब जागिरे हुँदाखेरि त राजाको काम त खालि विकास हो होइन, अथवा यहाँको शासन हो। कसले राम्रो काम गरेछ के भनेर डुलिरहन्थेँ नि त। त्यसो गर्दा म मुस्ताङमा स्याउ फलाउने काममा जाँदाखेरि सबैले भन्यो, ओ त्यो राई राम्रो छ, त्यो राई राम्रो छ, को राम्रो छ देखाऊ भन्यो। यो राम्रो, राजाको 4वटा स्रोत हुन्छ नि त, सेना, प्रहरी, त्यो जाँचबुझ केन्द्र, अनि त्यसपछि अब अर्को विशेष ऊहरू चाहिँ अनुगमन गर्ने होला। अनुगमन पनि गर्ने, मूल्याङ्कन गर्नु जानेर को राम्रो छ देखाऊ भनेर त्यो उसको घुम्नु जाँदाखेरि कृषि वैज्ञानिक मदन राई चाहिँ जहिले पनि राम्रो राजाको चाहिँ जहिले जाँदा पनि को त्यो राई, को राई। म अलिकति ह्यान्डसम पनि भएको हुनाले त्यहाँ परिवार अरू अर्को म धेरै नै एक्टिभ मान्छे हो नि त। म 23 घन्टासम्म नबिसाई काम गर्न सक्ने मान्छे, धेरै ज्याद्रो त्यतिखेर जमानामा। अहिले त 18 घन्टा सक्छु भनेपछि म चाहिँ काम भनेपछि काम, इमान्दारसँग ढुक्क भएर काम गर्ने, कसैको काम गर्ने। त्यसबेला राजाको काम गर्थ्यो, राजाको काम चाहिँ ढुक्कसँग गरे हो, किनभने राजाको काममै देशको काम हो जस्तो लाग्छ कि। अनि जसको काम गरे पनि जान्ने त आफूले हो, जति काम गर्यो उति फाइदा त राजालाई होइन नि, मलाई आफ्नो ज्ञान वृद्धि विकास हुँदैन, पुरै छैन। मेरो आत्मविश्वास, मैले ज्ञान र धन कमाएको मेरो मेहनतले हो सबै। त्यसलाई न वीरेन्द्रलाई फाइदा भयो, न देशलाई फाइदा भयो, मलाई नै फाइदा भयो। वीरेन्द्रको वंशनाथ भइसक्यो, तर तपाईँको अथाह ज्ञान। म त अथाह ज्ञान भयो, एक्ज्याक्टली, किन भोगाइ भयो नि त। म चाहिँ पक्का रगटेर भोग्ने। मैले के मात्रै गरेन, हिमालमा के अरे बन्दुक बोकेर राजालाई शिकार गराइन कि, भात पकाएर खुवाइन कि, कता घोडा दौड गरिन कि, त्यो त अब त्यो कहीँ कति वर्ष गर्नुभयो बोल्नु नसक्ने कुराहरू होइन। त्यो मात्रै होइन, म त खेती त्यहाँ त किसानको लागि सहयोग गर्थेँ, तर राजाहरू कहिले काहीँ आउँथे नि त भ्रमणमा। आउँदाखेरि ढुक्कै म दरबारमा बस्या होइन नि त। तर हामीले चाहिँ स्याउ र रक्सी बनाउँथ्यौँ। हाम्रो एकजना मेरो सिनियर हुनुहुन्थ्यो पासाङ शेर्पा, उहाँलाई पनि मन पराउने, वास्तवमा उहाँलाई नै धेरै मन पराउनुहुन्थ्यो। अनि त्यो सिलसिलामा चाहिँ हामी दुईजनालाई धेरै नै राजाले रेस्पेक्ट दिएपछि फेरि दुनियाँले रेस्पेक्ट दिँदो रहेछ क्या। हामी पासाङ र राई आयो भन्ने बित्तिकै अर्कै प्रभावकै सचिवहरूदेखि लिएर मन्त्रीहरू पनि थरहरी हुने होइन। आर्मीको सेनाहरू जर्नलदेखि माथि राई साहब होइन भनेर चाहिँ कुरा गर्ने। मतलब त्यस बेला अब त्यस्तै परिस्थिति थियो, सबै भोगेँ के मैले। मलाई साहब हुनु पनि थिएन, ठुलो मान्छे हुनु पनि थिएन, तर ठुलो मान्छेहरू यति धेरै मजाले देखेँ मैले नेपालमा।
महेन्द्र देखेँ गजबले सिरियस भएर वीरेन्द्र देखेँ अनि थुप्रै अरू पनि देखेँ अनि संसारमा सद्दाम हुसेन देखेँ नजिकबाट है बाफ्रे जुलियस न्यारेरे देखेँ अनि हाँस उठ्छ कि ठुलो के हो। त्यो हिजोको अवस्थामा त्यत्रो सम्मान तपाईँले लिनुभएको होइन राज परिवारबाट राजा वीरेन्द्रबाट अहिले गणतन्त्र आएपछि मदन राईलाई कृषि वैज्ञानिकको एउटा नामले सम्मान कतै पाउनु भएको छ? होइन, त्यो त म त भन्नु नि राजतन्त्र कति गलत थियो भनेर त त्यो नभोगेको भए त म थाहै छैन। म त यो गणतन्त्रको लागि कम्युनिस्टलाई सपोर्ट गरेको मान्छे। कम्युनिस्टलाई होइन, राजाको काम त त्यस बेला मेरो अज्ञानतावश मेरो अल्प ज्ञानवश मैले त्यहाँ काम गर्दा मेरो जिउने उसको लागि जीविकाको लागि काम गर्दा चाहिँ त्यो काम गर्न पुगेँ। तर काम गरिसकेपछि थाहा भयो कि यो व्यवस्था त मानवीय छैन भनेर मेरो कन्क्लुजन त ल्याउनु पाएँ नि त। अनि त्यति बेलै मैले स्वाटै छोडेर म संयुक्त राष्ट्रमा काम पनि पाएँ। त्यहाँ पुगेपछि अरू शासन व्यवस्था थाहा भयो के बाफ्रे निरङ्कुशता, राजाको निरङ्कुशता चाहिँ सेनाको निरङ्कुशता सबैको होइन, राष्ट्रपतिको निरङ्कुशता, कम्युनिस्टको सबै शासन निरङ्कुशता चाहिँ गलत हो। लोकतन्त्र नै सबैभन्दा ठुलो कुरो हो। त्यसमा पनि लोकतान्त्रिक गणतन्त्र एकजना असल भएर भएन, प्रणाली असल छैन कि त्यो ऊ राम्रो वीरेन्द्र जतिको असल मान्छे योग्य त भन्दिनँ, तर यति असल मान्छे र देशभक्त मान्छे कोही पनि छैन नेपालमा अहिलेसम्ममा। यति राम्रो के भनेको मतलब के भने उनले अब सोझो भयो गर्न सकेन, त्यहाँभन्दा सोझो कति हुनु जनताको भलाइको लागि। जस्तो मेरो प्रमोसनहरूमा उनले होइन फेरि अरूलाई असर पर्दैन भन्दाखेरि त हो त नि, मिच्नु त मिलेन, रोल क्रम मिच्नु कहाँ मिल्छ र, नगरौँ भन्ने को छ र भन्ने भएर मैले ओहो यसको महानता त यो रहेछ भनेर म चुपचाप बसेँ होइन। त्यो उसलाई व्यक्तिगत रूपमा उनी महान मान्छे हो, तर प्रणालीगतमा राजतन्त्र नै अमानवीयता, मानवताको सबैभन्दा घोर अपमान र अपराधिक काम गरेको राजतन्त्रहरूले नै हो। राजतन्त्रपछि पुँजीवादीहरूले त्यसलाई झन् गजबले चाहिँ फस्टाउन दियो सँगै मिलेर। अनि त्यो चाहिँ कम्युनिस्टहरूले विरोध गरेर फेरि त्योभन्दा खराब होइन मस्ती, राजाले मस्ती मारेको थियो, त्यसमा चाहिँ पुँजीवादीहरू थपेर राजासँगै चाहिँ मस्ती मारे। अब अरू सर्वसाधारणलाई तल राख्ने, अब मालिक नोकर राजा रङ्क, यतापट्टि कम्युनिस्ट आएपछि चाहिँ लिडर र क्याडर भनेर उता पुँजीवादीलाई पनि मास्ने, धन पनि मास्ने, उतापट्टि राजकीय कुराहरू चाहिँ त्यो पनि मास्ने, आफू मस्ती मार्ने, एकापट्टि मास्ने अब अर्कोपट्टि मस्ती मार्ने कम्युनिस्टहरू। त्यही भएर त नेपालमा सबै अहिले चाहिँ व्यथिति भएको कारण त्यो त मैले आफ्नै आँखाले आफ्नै जिउले भोगेको छु नि त। यहाँले भन्नु जस्तो लोकतन्त्र ल्याएकोमा नेपाली कङ्ग्रेसलाई जस दिनुभयो, धन्यवाद दिन्छु भन्नु होइन। 100%। त्यतिखेर अघि पनि चुसुक हामीले जोड्दै थियौँ, रामप्रसाद राई, नारायणमणि थुलुङहरूको यहाँको पापाकै पनि होइन ठुलो योगदान त्यो 2007 सालको राणा शासन अन्त्य गर्नको लागि त्यो क्रान्ति चाहिँ ती पुर्खाहरूले नलडिदिएको भए यति छिटो आउँथ्यो कि आउँदैन? त्यो हेर्नुहोस् चेन्ज छ नि, चेन्ज जति पनि संसारमा भइरहेछ त्यो मान्छेले ल्याएको होइन कि, त्यो टाइमले ल्याएको। नेपालको एकजना लिडर त हुन्छ होला नि, होइन त्यही त नेपालको 7 साल भनौँ 1940s को क्रान्तिहरू वर्ल्ड वार सकिएपछि जति पनि संसारभरि क्रान्ति भएको छ नेपालमा मात्रै होइन। त्यो क्रान्तिमा कोही मान्छे ठिङ्गो उभिँदाखेरि त्यो हिरो भएको मात्रै हो कि होइन। तर यसको जस चाहिँ प्राय काङ्ग्रेसले लिन्छ, अलिक बाठो भएर होइन। हाम्रो बाउहरू नारद मुनिहरू सबै काङ्ग्रेस त हो नि,
रामप्रसाद काङ्ग्रेस हो काङ्ग्रेस हो होइन अहिले जसरी अहिले विभाजन भए जस्तै त हो नि अहिले रासोपा जम्मै काङ्ग्रेस हो होइन एमाले हुन् अब त्यस्तै त हो नि त्यो पछि हुँदै गयो किराँती पुर्खाहरूले योगदान गरे त भन्दैनन् कसैले जे पनि, जति फेरि। छन् नि पूर्वमा विशेष गरेर पश्चिममा भन्दा पनि बढी पूर्व खतरा थियो पूर्वमा राई लिम्बूलाई काङ्ग्रेस नबनाएको भए त्यसमा राई लिम्बूमा पनि लाउरेहरूलाई बिपी कोइराला त भयानक एकदमै फार साइटेड मान्छे थियो नि त एकदम दूरदृष्टि त्यस कारणले नेपालमा 2 जना मान्छे मात्रै जान्ने भन्छु म एउटा राजनीति गर्नेमा अहिलेसम्म प्रधानमन्त्रीहरूमा एउटा बिपी कोइराला उसले त्यति बेला त्यति गर्नु पनि ठुलो जस्तो लाग्छ अनि अर्को चाहिँ बाबुराम भट्टराई पछि माओवादीको युगमा गणतन्त्रको लागि लोकतन्त्रको लागि अथवा प्रजातन्त्रको लागि बिपी कोइराला गणतन्त्रको लागि चाहिँ संघीयताको लागि बाबुराम भट्टराई यो 2 जनाको ज्ञान र आँट नभए भए यिनीहरूको बुद्धि पनि पराकाष्ठ राम्रो होइन आँट पनि पराकाष्ठ राम्रो भएको हुनाले यो 2टाको कारणले आयो र अब बिपी कोइराला लेख्ने बोल्ने पढ्ने सबै बाठो भएको हुनाले बाठो त हुनु पर्यो न त मान्छेले त पत्याउँदैन नि त अब लाउरेहरूले मात्रै गरे भएदेखि कहाँ हुन्छ यस्तो त्यो त मारिदिइहाल्थ्यो भने त्यतिखेर त्यो रामप्रसाद राईको लिडरसिप उहाँको योगदानलाई चाहिँ कसरी विश्लेषण भयानक होइन तपाईँको भनौँ न भोजपुरमा भोजपुर भनेको चाहिँ भोजपुर भनेको केन्द्रबिन्दु हो होइन रामप्रसादको सैनिक रणनीति नभएको भए त सेना के अरे राणाको सेना हराउनै सक्दैन होइन उनले यति धेरै आँट गरेर चलो भनेर हाम्रो सबै बाउहरूलाई अथवा जो छ होइन अब जनमुक्ति सेना भन्छ त्यस बेला होइन तिनीहरूलाई मोटिभेट नगरेको भए त कसरी त्यो ताकत आउँथ्यो र चाहिँ जित्थ्यो अनि त्यसपछि नारद मुनि थुलुङको रणनीति छ नि कम्युनिकेसन म्यानेजमेन्ट अनि कसरी चाहिँ कहाँले ट्याक्टिकल होइन उसको चाहिँ के भन्छ आर्म फोर्सको चाहिँ के भन्छ अट्याकहरू र ट्याक्टिस चाहिँ नै के अरे नारद मुनिको यो 2 जनाको ट्याक्टिस नभए भएदेखि धेरै गाह्रो थियो जित्न उनीहरूकै गाह्रो थियो उनीहरूकै आउँथ्यो बिस्तारै आउँथ्यो तर उनीहरूको चाहिँ ठुलो योगदान छ यता जीवी याक्थुम्बा पनि होइन त्योभन्दा पुरा धनकुटा उता एरियामा उनको पनि ट्याक्टिस राम्रो भएको हुनाले यी लाउरेहरू सबै लाउरेहरूको यो चाहिँ के भन्छ अब यो सेना अथवा सैनिक उसले चाहिँ ट्याक्टिसले चाहिँ यो सबै सफल भयो तर त्यसमा जम्मै मास्टर प्लान चाहिँ बिपी कोइरालाको होइन बोली लेखन अनि अर्को उसको चाहिँ अब व्यक्तित्व त्यसले भयो होइन अब यतापट्टि माओवादीको बाबुराम भट्टराई बोर्ड फर्स्ट मान्छे जिउ छाडेर देश दौडा गरेर अब यो चाहिन्छ राजाबाट देश बन्दैन भनेर उसले नहिँडेको भए प्रचण्ड त कहाँ गुमनाम कसले चिन्ने मेरो चेला हो होइन अब कृषि पढेको कृषिको मास्टरलाई कसले पत्याउँछ होइन सुन्नु कमसेकम बाबुराम भट्टराई त थ्रो आउट बोर्ड फर्स्ट भनेपछि मान्छेले त सुनेको हुन्छ नि त प्रचण्डको के मतलब हो पछि पो त्यो सबै प्रभाव परेर अलिक ठुलो भएपछि प्रचण्ड पद के पछि आयो त्यो सबै मेरो विचारमा चाहिँ गफ हो र फटाइ हो भन्छु क्या त्यो हो अब चाहिँ जस्तो अहिलेको सरकारको यो रफ्तारलाई काम गर्ने रफ्तारलाई कसरी निहालिराख्नु भएको छ अलिकति विश्लेषण गर्नुहोस् न हजुरले होइन जस्तो अहिले सम्माननीय प्रधानमन्त्री बालेन शाहको हालसालै यो रोस्टमबाट उहाँले दिएको अभिव्यक्ति पक्कै पनि यहाँले सुन्नुभएको छ होला हुन त यहाँले ब्लास्ट रूपमा चाहिँ पृथ्वी नै अब सबै मान्छेको भनेर पनि एक किसिमले व्याख्या गर्नुहोला तर पनि अब हिजोको शासकहरूले त्यो सीमाङ्कन चाहिँ आफ्नो आफ्नो एरिया किपट चाहिँ गरेको कारणले गर्दाखेरि अब यति नेपाल यति भारत यति चीन भन्ने कुरा पनि छ होइन यसमा त्यसले गर्दाखेरि जस्तो उहाँको अभिव्यक्ति चाहिँ कस्तो थियो भने तपाईँहरूलाई अचम्म लाग्न सक्ला अस्ति भर्खर म पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा भएको भारतले मात्रै होइन नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको रहेछ भनेर यस्तै अभिव्यक्ति ठ्याक्कै दिनुभएको छ अनि पहिला कुरा त तपाईँसँग यो गरौँ है अब मैले अघि हामीले इतिहास नेपालको चाहिँ विकासको इतिहास कुरा गर्दै थिएँ राजनीतिक विकासमा त्यसमा प्रजातन्त्र
जुनको चाहिँ हिरो अथवा नेपाली काङ्ग्रेस थियो या बिपी कोइराला। अब त्यसपछि गणतन्त्र सङ्घीयताको हिरो के अरे माओवादी होइन, त्यसमा चाहिँ विशेष गरेर विचार चाहिँ बाबुरामको हो। त्यो पछि प्रजातन्त्रपछि लोकतन्त्र आयो। प्रजातन्त्र भनेको त राजा सहितको भयो शासन। राजा रहितको शासनमा बिपी कोइराला, राजा रहितको शासनमा बाबुराम भट्टराई, म चाहिँ मेरो विचारमा माओवादी होइन, उता नेपाली काङ्ग्रेस। अब यतापट्टि सङ्घीय गणतन्त्रमा विकासको पूर्वाधार, विकासको सही बाटो चाहिँ यही बालेन शाह र उसको टिमबाट हुँदैछ। यो कुरा तपाईँलाई म बताउँछु, किनभने मैले हेर्दाखेरि यो यति गजबले 3 चरणमा अहिले यो आइपुगेको छ। त्यो नेपालको लागि सौभाग्य मैले बुझेको चाहिँ यतिको जान्ने भौतिक संरचनाको विकासको कुरा, यतिको होइन यतिको जान्ने मान्छेहरू एक ठाउँमा होइन, कस्तो हुनुपर्छ भनेर जान्ने इन्जिनियरिङ ब्याकग्राउन्ड भएको, अझै कुलमान पनि मिसिएको भएन तैपनि तर बालेनले त इन्डियालाई नै चाहिँ त्यो छोडिदिनुहोस् न। त्यो कुरा चाहिँ पछि गरौँला। मेरो आफ्नो तपाईँलाई मेरो कुरा सुन्नुहोस् है, मेरो कुरा सुन्नु बोलाउनु भयो भए मेरो कुरा सुन्नुहोस्। तपाईँको कुरालाई हो भन्नु हो भने म जाउँ, होइन भन्नुहोस् न, होइन उहाँको त्यो अभिव्यक्तिलाई चाहिँ सुन्नुहोस् न। तपाईँको कुराको हो भन्नु आएको होइन के, मैले के लागेको छ त्यो भन्ने हो। तपाईँलाई मनपर्छ ब्रोडकास्ट गर्नुहोस्, मन परेन भने त यो गलत रहेछ भन्नुहोस्, गरिदिनुहोस्। कुरो चाहिँ सही हो कि मैले देखेको अब्जर्भेसन, मैले जे जाने, म त एउटा अल्पज्ञानी मान्छे हो, मलाई सब थोक थाहा छैन नि। मान्छे त सीमितताहरू भएकोमा त्यो म पनि हो। मैले बुझेको चाहिँ पहिलो चरणमा बिपी कोइरालाको काङ्ग्रेस, दोस्रो चरणमा माओवादीको बाबुराम, तेस्रो चरणमा अहिले आएर रासोपाको नभए पनि बालेन र उसको टिम भन्छु। बालेन आफै इन्जिनियर भएकोले देश कस्तो बन्नुपर्छ भन्ने उसलाई स्ट्रक्चरल इन्जिनियर भयो कि देशको स्ट्रक्चर बनावट छ नि कस्तो बन्नुपर्छ भन्ने साँच्चीकै उसलाई चाहिँ थाहा रहेछ भनेर मलाई पहिला म बालक भन्थेँ। मै मान्छे हो त्यो भन्ने कि बालेनले सक्दैन, यो बालक हो, उमेरले बालक छ, 35 त भर्खर पुग्दैछ भन्ने मान्छे मै हो कि होइन। अनि खालि धर्म कर्म गर्छ, यो त अब के अरे हनुमान भक्त भन्थे, तर त्यो गलत छु म। त्यस कारणले ऊ चाहिँ साँच्चीकै नेपालको स्ट्रक्चरल डेभलपमेन्ट कस्तो हुनुपर्छ, स्ट्रक्चर भनेको इन्फ्रास्ट्रक्चर होइन कि बाटोघाटो होइन, नेपालको विकास सामाजिक आर्थिक राजनीतिक हिसाबको स्ट्रक्चर कस्तो हुनुपर्छ र त्यसको संरचना कसरी चल्नुपर्छ, त्यो संरचना चल्नुलाई सुशासन भन्ने अथवा सुसेवा भन्ने कस्तो हुनुपर्छ भन्ने चाहिँ अडिक लिएर बुझ्ने र बुझेको मान्छे जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यो पहिलो छनक हेर्दाखेरि उसलाई साथ दिने, त्यसको लागि त पैसा चाहिन्छ। पैसा कसरी परिचालन गर्ने, कहाँबाट ल्याउने भन्दाखेरि अहिले नेपालको सबैभन्दा जान्ने अर्थशास्त्री मध्येमा पहिलो रामेश्वर खनाल हो, दोस्रो चाहिँ स्वर्णिम वाग्ले हो। स्वर्णिम वाग्ले चाहिँ जसले जे भने पनि गाउँमै जन्मेको केटो हो, राम्रो स्कुल बोर्डिङ स्कुलमा पढ्यो बुढानीकण्ठमा, अब अमेरिकाको सबभन्दा बेलायतको सबभन्दा नामी विश्वविद्यालयबाट डिग्रीहरू हासिल गरेको डाक्टर हो र सबै बहुराष्ट्रिय कम्पनी वर्ल्ड ब्याङ्कदेखि लिएर युनाइटेड नेसन सबैमा ऊ नामी अर्थशास्त्रीको रूपमा काम गरिसकेको मान्छे। पत्याउन यो मान्छे यस्तो भनेर भन्नु बेग्लै हो, तर त्यतिको जान्ने मान्छे छैन के अहिले। यो जान्ने मान्छेहरूले अहिले बनाएको गर्दै गरेको काम छ नि, विशेष गरेर कुन कामहरू जस्तो 1 2 3 सबै होइन। मैले भने बजेट ल्याएको हेर्नुहोस् न, बजेट ल्याउँदा के अरे 1952 भनेको 2008 सालमा कसले सुवर्ण शमशेरले के अरे 5 करोड होइन 2 लाखको के अरे 52 करोडको बजेट ल्याएको थियो होइन। 52 करोडको होइन 5 करोड 2 लाखको बजेट ल्याएको होइन।
अब त्यसमा त केवल कर्मचारीहरूलाई पाल्न मात्रै थियो। त्यसपछि आएर त्यो चल्दै एकदमै घिटघिट गर्दै 1952देखि 70-75सम्म नेपालको बजेट महेन्द्रको पालाको सबै विकास बजेट भन्छ नि, जुन अहिले बाटो बनाउनु, बिजुली बनाउनु, सबै विकास बजेट भनेको विदेशीको, अमेरिकाको 1 नम्बर, त्यसपछि भारतको होइन, जापानको, बेलायतको, अनि रसियाको, चाइनाको, सबै हाम्रो बाटो त विदेशीहरूले बनाइदिएको हो नि, बिजुली पनि। त्यस कारणले जे जति विकास बजेट छ त्यो विदेशीको हुन्थ्यो 1970 को दशकसम्म होइन। त्यसपछि गर्दै घटाउँदै ल्याएपछि 1990 मतलब 2046 पछि जति क्रान्ति आयो, त्यसपछि त्यो अलिक घट्दै गएर अनि यतातिरको कर बढाउनु पर्यो, जनताको चाहिँ आय बढाउनु पर्यो भन्ने कुराहरू हुँदै गयो। त्यो त क्रमिक रूपमा पञ्चायतले पनि कोसिस गर्यो, यतापट्टि 46 सालपछि बहुदलले पनि कोसिस गर्यो। गर्दाखेरि दोस्रो फड्को बाबुराम भट्टराईको पालामा एकैचोटि बजेट कहिल्यै पनि 5-10% भन्दा फड्को मारेको थिएन होइन। ठिक छ, चल्दै जान्छ भनेर। तर बजेट फड्को मारेको बाबुराम भट्टराईको पालामा झन्डै 30% बजेट होइन, एकैचोटि बढाएर कहाँ आउँछ भन्दाखेरि होइन, छ नि बजेट त, चोरी भयो, लुकायो, देखाउन सकिएन, खोजौँ त भनेर उसले 3 महिना गुप्तवास बसेर खोज्दाखेरि त झन्डै 1.5 खरब पैसा त आयो होइन। त्यो त्यत्रो 2 खरबले के अरे भन्दा 1 पैसा उठ्दैन भन्ने रामशरण महतोहरूले उसले त 3.5 खरब उठाएर देखाइदियो। हुँदो रहेछ भने त्यो भएको अहिले पनि हुँदैन यहाँ हुँदैन भनेर चाहिँ अब 20% भन्दा बढीको बजेट बनायो होइन, उठ्दैन भन्छ। अब उठ्दैन भने त्यो अर्कै कुरा हो, तर बाटो देखाएर यो ठाउँमा यसरी उठ्छ भनेर आफूले आँट गर्नु ठुलो कुरो हो कि होइन। किनभने काम पाएछ त काम गर, हामी छौँ भनेर जनताले अधिकार दिएपछि, म्यान्डेट दिएपछि फेल भयो भने त्यो गर्दै गर्दा फेल हुनसक्छ। त्यतातिर चाहिँ अलिकति होइन, मैले भन्नु खोजेको के भने सरकारले अभिव्यक्तिलाई मात्र मैले चाहिँ जोड्न खोजेको, त्यो काम गर्ने। अब तपाईँले भन्नुभयो सीमाको बारेमा, नेपालले मिचेको, सुन्नुहोस् है, सीमा मेरो जग्गा नेपालमा 100 ठाउँमा भन्दा पनि बढी छ। 100 ठाउँमा 79 ठाउँमा सदियाले जग्गा मिचेको छ। के गर्नुहुन्छ तपाईँ? संसारमा 200 देश छन्, 200 देशमा 300 देशको के अरे देशवासीहरूले सदियार मिचेको छ। कुन देशमा साँध मिचेको छैन? किनभने यो देशहरू भनेको त भ्रम हो। नेपाल पनि भारतलाई मिच्न सक्ने रहेछ। हजुर, नेपालले पनि भारतलाई मिच्न सक्ने हाम्रो होइन। मेरो सदियारहरू मभन्दा गरिब छन् के, 4 आना जग्गावालाले मेरो 100 रुपैयाँलाई मिचिरहेको छ। अब त्यो गरिब भनेर उसले चाहिँ दबाउनु होइन, त्यो चाहिँ अर्को कुरा भयो। होइन, अर्को होइन, सत्य कुरै त्यही हो, जमिन मात्रै त हो नि। टु दी पोइन्ट मैले चाहिँ भन्न खोजेको कुरा के भने, अस्ति श्रम संस्कृति पार्टीको तपाईँले बुझेकै कुरा, तपाईँको कुरा मैले बुझ्छु, त्यो खोज्ने कुरा हो। लिम्पियाधुरा कालापानीको कुराहरू चाहिँ त्यो चाहिँ कुटनीतिक पहल हुनु पर्यो र चाहिँ हर्क साम्पाङ त त्यहाँ दार्चुला पनि पुगेको थियो। दार्चुलाको जुन महाकाली नदी छ नि, त्यहाँ चाहिँ वाल, सिमेन्टेड वाल चाहिँ भारतको पट्टि चाहिँ सिमेन्टेड गरिरहेछ, हाम्रोतिर चाहिँ केही पनि छैन। त्यो त के हो भने त्यो खोला त उता सिमेन्टमा ठोकेर हाम्रैतिर चाहिँ भत्काउनु भयो नि त भन्ने कुरा चाहिँ त्यो सिमाना कुरा गर्दाखेरि कुरा अहिले तपाईँले लिपुलेखको कुरा गर्नु खोज्नु भएको हो, त्यसको कुरा गरेको भएदेखि सुन्नु होला। अब म के भन्छु भने, बालेनले प्रधानमन्त्रीको नाताले नेपालमा करिब कति झन्डै 200 वर्षमा पहिलो प्रधानमन्त्री हो इन्डियालाई प्रस्ताव राख्ने। सीमा समस्या छ, मिलेर यसलाई समाधान गर्नुपर्छ। हामी दुईटा मिलेनौँ भने तेस्रो पक्ष जोबाट हामीले त्यो यो चाहिँ हाम्रो सीमा कायम गरेका छौँ उसलाई पनि राखौँ भनेर पहिलो बोल्ने महान त्यतिको जतिको के भन्छ राष्ट्रवादी नेता संसारमै छैन। भारत जस्तो एकदमै महाशक्तिलाई त्यति पोलाइटली भन्ने कसको हिम्मत? अब राम्रो काम गरेन सरकारले भनेर
कुनै पनि विपक्षी दलले भन्छ भने उसको त कर्तव्य हो नि औलाउने। होइन विपक्षी दल होइन, त्यो त उहाँले बोल्नुको होइन, मैले भने हर्क साङपाङ भनेको विपक्षी दल होइन त। 3 करोड नागरिकले नै त्यसको त विरोधमा अहिले त नारा जुलुस निकालिरहेछन् नि। होइन 3 करोड त होइन, जतिसुकै नेपालको 5 करोड जति नेपाली भाषी होला विश्वमा, तिनीहरूले नै सबैले विरोध गर्यो भने त बालेन त गइहाल्छ नि। किनभने लोकतन्त्रको सुन्दरतै नै यति हो कि मतदानले हटाउ न। मैले त जहिले पनि भन्छु नि, सबै बिपी कोइराला मतदानले हट्यो, काङ्ग्रेस मतदानले हट्यो, माओवादी कस्ता कस्ता हतियारले होइन राजा मतदानले हट्यो, सबै मतदानले हटेको हो क्या नि त। त्यस कारणले मैले भने बालेनको खराब काम त मान्छेको खराब र असल काम भइ नै रहन्छ। मान्छेले खराब गर्नु चाहँदैन, गर्दा गर्दै भने जस्तो भएन भने त लोकतन्त्र त्यसैको लागि त हो नि। चुनाव भोलि नै गरौँ, जसलाई काम दिन्छ उसलाई गरौँ, जो भए पनि विपक्ष प्रतिपक्ष त्यो त भइ नै रहन्छ नि। त्यस कारणले यो अनावश्यक रूपमा गलफती गरेर ठिक छ सडकमा गरौँ, हानाहान गरौँ, त्यो त सामान्य कुरा। आज मात्रै यहाँ मात्रै हो र संसारभरि क्रान्तिहरूमा करोडौँ मान्छे मरेका छन्, लाखौँ होइन के। अब नेपालमै करिब करिब होइन। हजुरलाई के जानकारी गराउँ भने यो चाहिँ एकदम उहाँले बोलेकै कारणले गर्दाखेरि अहिले यो 2/3 प्राप्त जुन उहाँहरूको त म्यान्डेट छ नि, हजुरले भने जस्तै जनताले दिएको म्यान्डेटले पनि संसद चलाउन सकिराख्नु भएको छैन। अहिले लगभग 5-6 दिनको लागि त सुन्नुहोस् न, संसद नचलेको त आज मात्रै हो र। म त त्यसको प्रत्यक्षदर्शी हो नि, त्यहाँ पुगेको मात्रै होइन कि 4 पटक चुनाव लडेको त्यहाँनिर जानुलाई होइन। त्यस्तो त यहाँ मात्रै हो र। इटालीमा संसद नचलेको 3-4 वर्ष 5 वर्षसम्म पनि संसद चलेन, 10 वर्षसम्म संसद चलेन, तर मान्छे चलिराख्यो कि। संसद नचलेर के फरक पर्दैन। नचलोस् न, एमालेको पालामा काङ्ग्रेसको पालामा संसद चलेको थियो, माओवादीको पालामा संसद चलेको थियो, चल्दैन त। ठिक छ नि, त्यो गर्दा गर्दै समय घड्किएर भएन भने चाहिँ चुनाव आउँछ। जसले चाहिँ राम्रो कुरा गर्छ र राम्रो उसलाई के अरे जनतालाई मतदातालाई प्रभाव पार्न सक्छ, उसले फेरि काम पाउँछ। काम पाएर भनेअनुसार गर्यो, स्याबास, विकास भइहाल्छ। त्यो लोकतन्त्रको सुन्दरता यही हो नि होइन। उसले स्याबासी पनि पाउँछ। गरेन भने बाबु सकेन है, अब अर्को होइन म गर्छु भनेर आउँछ। बालेनहरू त कहाँ त्यो ओझेलमा जानै पर्छ नि। को छ र सधैँभरि चम्केर बसेको कोही छ? को छ? उहाँको अभिव्यक्तिलाई त्यस्तो ठुलो रूपमा तपाईँ लिनु होइन कि जे अभिव्यक्ति दियो सही दिएको छ। किनभने यति बोल्नु नेपालले मिचेको छ र अनि भारतको जग्गा होइन। नेपाल सुन्नुहोस् न, त्यहाँ त एभिडेन्स भन्छ। म तपाईँ 10 गजमा जानुहोस् न, म धेरै ठाउँमा जाँदाखेरि नेपालीहरू अब कस्तो छ त्यहाँ त सबै। हामी त बोर्डर ओपन भइसकेपछि त्यो अब सरकार भनेको मिचेको भनिँदैन। त्यहाँ जस्तो मेरो सगरमाथा छ होइन, मेरो अर्काको जग्गा कमाउनु भनेको मिच्नु हो। त्यहाँ इन्डियाको मान्छेहरू सगरमाथाको फेदीमा, जस्तो मेरो गाउँ त सगरमाथाको फेदीमा छ, त्यहाँ आएर बसोबास गरिरहेछन्, त्यो चाहिँ मिचेको होइन। तर त्यो तपाईँको परिभाषा चाहिँ कोक्लाटो भयो के। लिम्पुवाधुरा र लिपुलेक भन्ने कुरा कहिलेदेखिको भारतले प्रयोग गर्दैछ? कहिले तपाईँलाई थाहा छ कहिलेदेखि प्रयोग होइन? मिचेको भनेको चाहिँ जस्तो उहाँहरु जस्तै सैनिक खडा गरेर होइन, सैनिक राखेको कहिलेदेखि तपाईँलाई थाहा छ? तपाईँ जन्मनुभन्दा अगाडिदेखि। तपाईँ कहिले जन्मेको? तपाईँ कहिले जन्मेको भन्नुहोस् त? यहाँ सुन्नु न, होइन तपाईँको जन्म कहिले हो? म जन्मेको थिएन होला, त्यतातिर तर्क नगरौँ। तर्क त्यसैमा गर्नुपर्छ। हामीले नेपाली सेना राखेर नेपालले चाहिँ भारतको जग्गा मिचिरहेको रहेछ भन्ने कुरा गर्नु होइन। त्यो तपाईँले अहिले ल्याउँ न, टेप बजाउनुहोस् त, टेप बजाउनुहोस् त। मलाई अहिले उहाँको मैले उसको बालनको बचाउ गर्नु खोजेको होइन र कसैको विरोध गर्नु खोजेको। अभिव्यक्ति हेर्नुहोस् र अहिले बजाउनुहोस्, फेरि पनि बजाउनु होला। उहाँले होइन भन्नु खोज्नुभएको चाहिँ सरल भाषामा रहेछ भन्ने कुरा मलाई पनि थाहा थिएन। नेपालीहरूले पनि जमिन त भारतीय जमिन त मिचेको रहेछ भनेपछि त कमाउनु नै मिच्नु हो नि त। अर्काको जग्गा कमाउनु मिच्नु हो कि होइन? सेना राख्यो भने छैन, नेपालीहरूले पनि मिचेको रहेछौँ भनेपछि त त्यो नेपाली होइन जसले कमाइरहेको छ। कति 267 ठाउँमा त त्यस्तो छ। उतापट्टि 10 गजामा उतापट्टि खेती गरिरहेको छ, त्यो मिचेको हो कि होइन? त्यस कारणले
लिपु लेक र कालापानी भन्ने कुरा त्यो अर्थमा ठिक छ, त्यो अर्थमा त्यसलाई त्यसरी मानौँ। अर्को चाहिँ बालेले जस्तो अहिलेको सरकारले चाहिँ यो सहकारी पीडितहरूलाई राज्यको कोषबाट चाहिँ त्यो पीडितहरूलाई चाहिँ फिर्ता दिने एकदम तपाईले मैले बुझिसकेको कुरा निर्णय गर्नुभएको छ, ठिक गरेछ। किनभने ठगहरूले तिर्नु पर्दैन, हैन कहीँ न कहीँ यसो छ नि, लगायतको चाहिँ त्यो ठगहरूले तिर्नु पर्दैन। कहीँ न कहीँ त त्यत्रो लाखौँ पीडित छन् हैन, त्यो तिनीहरू साँच्चैकै अन्यायमा परेछन्। त्यस्तो मान्छेलाई केही न केही राहत दिनको लागि त उपाय त निकाल्नु पर्यो नि। तपाईको काम मन परेन भने भोटले अथवा अर्को सरकार ल्याएर जेल होइन कि फाँसी दिनुस् न। तपाईले गरेको काम गलत छ भने तपाई कराएर हुन्न के। मतदानले अनि शक्तिशाली मान्छे ल्याएर थुन्ने मात्रै होइन, गोली ठोक्नुपर्छ। तर तपाईले कराएर मात्रै हुँदैन, कराउनु तपाईको जायज हो। भनेपछि 5 वर्ष यो सरकारले जे गर्दा पनि हुने भयो अवश्य। किनभने जे गर्दा भने कि मार्नु मान्छे पाउँदैन, तर उसले जे गरेछ त्यो कर्मको फल चाहिँ पाउँछ। मलाई जहाँसम्म लाग्छ अर्को मै पनि सरकार प्रमुख भएको भए, अर्थमन्त्री भएको भए त्योभन्दा अर्को बाटो छैन। किनभने यो ठगहरूलाई कारबाही गर्नुको लागि नेपालको कानुनी जालो भयानक खराब छ होइन। उनीहरूको सम्पत्ति त देखिरहेकै छ, त्यो छानबिन गर्नु त टाइम लाग्यो नि त। किनभने कानुन यस्तो नौसिङवाला छ, यता घुमाए उता घुमाए। तर यता मान्छे त 10 वर्ष लाग्यो भने त मान्छे मर्ने भयो। जम्मा गरिरहेको पेन्सन जम्मा गरेको सबैको जम्मा गरेको छ 1 लाख 2 लाख भए पनि अलिअलि भए पनि राहत दियोस्। अहिले अलिकति सरकारले जम्मा गरिदियो दिनै पर्यो। अनि उतापट्टि उनीहरूको पनि असुलिरहेछ नि, त्यो कुरा बुझ्नु भएको छ कति असुलिरहेछ। रविलाई त मुद्दा नै सफाई गरिसकेको छ त। रविलाई मुद्दा सफाई रविलाई सुन्नुहोस् न, रविलाई मुद्दा सफाई मात्रै होइन, चुनाव लड्नु कसले दियो? चुनाव लड्नु नपाउने मान्छे होइन त अपराधी भएपछि कसले दियो र कसले भोट दियो? सबैभन्दा बढी भोट कसले ल्यायो? बालेन पछि रवि होइन त। अनि त्यसलाई नमान्ने तपाईको मात्रै तपाईलाई मन परेन भने तपाईले भनेर हुन्छ र? मतदाताले भनेपछि लोकतन्त्रको त्यही त हो नि, आइमाईलाई लोग्ने मान्छे बनाउँछ भने जस्तै होइन। भनेपछि अहिले जे गरिरहेछ ठिक छ, लोकतन्त्र लोग्ने मान्छे। सुन्नुहोस् न, लोकतन्त्र मान्ने हो भने त योभन्दा उपाय त छैन मेरो भाइ। तपाईँ मान्नु भएन भने अब त्यो तपाईँको समस्या हो के। म त लोकतन्त्रमा अब हुने नै खराबी, लोकतन्त्रको खराबी नै यति हो। तर यो खराबी धेरै दिन रहँदैन। किनभने जब त्यसमा उम्लेर गयो भने हेर्नुहोस् त एमालेको न्यायिक ढङ्गले जस्तो जसले चाहिँ ठग्यो होइन, जसले चाहिँ पीडितहरूलाई चाहिँ पीडा दियो उनीहरूले तिर्नु चाहिँ पर्छ कि पर्दैन भन्ने कुरा होइन। नतिर्ने कसले भनेको छ? बालेनले नतिर्नु भनेको छ। अहिलेको सरकारले तिराउनु पर्छ नि त भनेपछि होइन। अहिलेको सरकारले सकेन भने अर्को सरकारले तिराइहाल्छ नि। तपाईँले किन त्यस्तो चिन्ता? तपाईँले चिन्ता गर्दा भएन भने त म चिन्ता भन्दा पनि तपाईँले सुन्नुहोस् न, न्यायचित त होइन, जे उनीहरूले सक्छ त्यति मात्रै न्यायचित हो के। सकेन भने अहिलेको सरकार त सुशासनको निम्ति होइन, एकदम भ्रष्टाचार मुक्त हामी गर्छौँ होइन, आफ्नोलाई पनि हामी जेल हाल्छौँ भनेर चाहिँ आएको हो नि त। अवश्य। तर अहिले यो जुन हजुरले हेर्नुभयो यो के अरे, मैले त्यो सुन्नुहोस् न, मैले खालि तपाईँको यो कुतर्क नगरौँ के, नजोड्नुहोस् मलाई। आई डोन्ट वान्ट टु वेस्ट माई टाइम। तपाईँको कुतर्क म सुन्नु चाहन्न। भन्नुहोस्। तर्क चाहिँ यति मात्रै हो, सकेन भने अर्को चुनाव त्यो भोलि पनि हुनसक्छ, अर्को साल पनि हुनसक्छ। अर्को साल त हुँदैन छ। स्थानीय चुनावमा 0 बनाउने, त्यसपछि अहिले 0 बनाएर राष्ट्रिय सभामा 0 बनाउने, अनि 87मा चाहिँ 0 होइन माइनस बनाएर सबैलाई जेल हालौँ न। कुरो त त्यहाँ भन्दा अरू छँदैछ नि, त्यो कुतर्क नगरौँ के। यो राम्रो गरेन र गर्यो भने मैले गर्छ गर्दैन कमजोरीहरू मान्छेले गर्दा, मान्छे जादुगर हो, तपाईँ जादुगर हो। हिजो केपी जादुगर थियो, शेरबहादुर जादुगर थियो, राम्रो गर्छौँ भनेर चाहिँ जनताले विश्वास गरेर आजसम्म कसले नराम्रो गर्छु भनेको छ? प्रचण्डले नराम्रो गर्छु भनेको छ? तपाईँले कुनै पनि पार्टीले नराम्रो गर्छु भनेको छ? तपाईँले पनि आफ्नो परिवारलाई राम्रो गर्छु भनेको छ छैन? म राम्रो गर्छु सक्नु भएको छ?
हो यो सीमाहरूमा बसेर सबैले सुन्नुहोस्, अब तपाईँलाई सुकरातको भन्छु एउटा, संसारमा मान्छेले जाने गल्ती गर्दैन, जन्मले मान्छे खराब हुँदैन। यो कुरा चाहिँ बुझ्नुपर्छ के कुनै पनि अपराधीले पनि जानी गल्ती गर्दैन। अपराध गर्नु राम्रो हो भन्ठानेपछि मात्रै अपराध गर्छ। कुरो बुझ्नुभयो? त्यसलाई के सिकेको छ त्यही गर्ने न हो। यो सरकारलाई अब जनताले मतदान गरिसकेपछि र काम गर भनेर दिइसकेपछि हामीले विश्वास गर्नुपर्छ। चुपचाप सहने होइन। तपाईँलाई ठिक लागेन भने ठिक लागेन भनेर कराउनु, त्यही भनेर त प्रतिपक्ष भनेर राखेको कारण त्यो नि त अपोजिसन भने त्यो हो। अपोजिट तपाईँले विरोध गर्नुहोस्, यसमा यहाँ कराउनुहोस्, यो राम्रो भएन भनेर नारा लाउनुहोस्, प्ले कार्ड देखाउनुहोस्, अर्को चाहनुहोस्, भएन भने हतियार उठाउनुहोस् भनेर संसारमा त हतियारै उठाएको छ नि त। अस्ति हतियार उठेर कतिजना 76 जना मरे नि त। हो तरिका त्यो हो कि तरिका हुन्छ, समय ल्याउँछ, तर कुतर्क गरेर तपाईँ आफ्नो टाउको फुटाउनु चाहिँ त्यो भनेको मूर्खता मात्रै होइन, अपराध हो तपाईँप्रति। अब अन्तिममा जाँदै जस्तो यसलाई कुतर्क रूपमा हजुरले नलिदिनुहोस्, किनभने यो सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट हामीले चाहिँ विश्लेषण गर्ने कोसिस मात्रै गरिरहेछौँ। यो जस्तो सुकुम्बासीहरूलाई चाहिँ उठाउँदाखेरि त्यहाँ कोही हुकुमबासी पनि थियो भन्ने चाहिँ सरकारको भनाइ भर्सन छ। त्यो हुकुमबासीमध्ये चाहिँ उहाँहरूकै अहिलेको माननीय राजसभाकै माननीय केपी खनालको पनि घर त्यहाँ चाहिँ अग्लो न अग्लो देखियो, त्यो चाहिँ भत्काइएन, तर अरूको चाहिँ सबैको भत्काइयो भनेपछि यसलाई चाहिँ कुन रूपमा लिने त? पनि यस्तो छ, मैले भने नि ह्युमन एरर, मान्छेको कयौँ कमजोरी छ, त्यो देखिएर उनीहरूले कमजोरी गरेछ भने आउने चुनावमा केपी खनालकै कारणले माइनस भोट ल्याएर जेलमा हुन्छन् उनीहरू। कुरो त्यति हो। अहिले चाहिँ उनीहरूले के निर्णय गर्यो कि तपाईँ गएर गोली ठोक्नुहोस् सिधै, होइन? त्यो डर छ भने किन तपाईँ कराउने? त्यो डर छ भने होइन भने तपाईँले माइती हो त्यही त बोल्नुहोस्। तर मलाई चाहिँ अब त्यहाँभन्दा गर्नु नसक्ने अवस्था छ जस्तो लाग्छ क्या सरकारले। नत्र भने मन्दिर भत्कायो, मस्जिद भत्कायो, होइन? अब चर्च भत्कायो, के अरे के भन्छ मान्छेको असल घरहरू त्यत्रो 7 तले 10 तले घरहरू भत्कायो। त्यो नाथे एउटा घर भत्काउँदैन थियो होला, होइन? सरकारसँग त स्रोत साधन र शक्ति त थुप्रो हुन्छ, त्यो किन गरेन होला मलाई चाहिँ थाहा छैन। गरेन भने मलाई त यति विश्वास छ कि आउने भोटमा त्यो उनीहरूले माइनस मात्रै होइन, जेल चलान, या मात्र भन्छु अझै शक्तिशाली आयो भने त, राजा आयो भने त कानुन बनाएर फाँसी। पुरै छैन नि, सजिलो छ। तपाईँ किन चिन्ता गर्नुहुन्छ? त्यो घर नभत्केर तपाईँको घर त भत्किया छैन नि। ल अब चाहिँ जाँदै अब बालेन शाह अहिले प्रधानमन्त्रीजी हुनुहुन्छ, होइन? भावी मन्त्रीको रूपमा चाहिँ हजुरले म यो चाहिँ ऱ्यापिड फायर, यो चाहिँ गेम जस्तो हजुरलाई को मनपर्छ भनेर 2 जना अप्सन दिन्छु। हजुरले चाहिँ फ्याट्ट एकजनाको नाम एउटा लिनुपर्ने हुन्छ। यो चाहिँ हाम्रो रमाइलोको लागि दर्शकहरूलाई। जम्मा हामीसँग यसमा 5वटा क्वेसनहरू छन्। 5वटामा एउटा हजुरले चाहिँ आफ्नो धारणा राख्नुपर्ने हुन्छ। भावी प्रधानमन्त्रीको रूपमा कसलाई देख्न चाहनुहुन्छ भन्नेमा चाहिँ 1 हर्क साम्पाङ छ, दोस्रो रवि लामिछाने। कुनै पनि होइन, अनि एकजना रोज्नु पर्यो। रोज्दैन, नन अफ देम। दुईटै अयोग्य छन्। होइन यो चाहिँ पास गर्नुभयो? होइन, पास नगरौँ, यो कन्ट्रोभर्सियल हो। म रोज्दैन, नन अफ देम मेरो लागि। ओके, अब अर्को चाहिँ अलिकति पूर्व प्रधानमन्त्रीज्यूहरूलाई रोज्नुपर्ने हुन्छ हजुरले। पूर्व प्रधानमन्त्रीज्यूहरूमध्येमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। नन अफ देम, दुईटै फटाहरू रोज्नु पर्ने हुन्छ। यसको गेम रमाइलो, तपाईँको गेमै खराब छ, त्यो गेम खेल्न लायकै छैन। होइन, उहाँहरूको केही न केही योगदान छैन, केही पनि योगदान छैन। हर्क साम्पाङ पनि छैन, छँदै छैन। कसरी छैन? होइन, त्यो तपाईँले भनिराख्नुपर्छ, त्यो कुतर्क हुन्छ क्या, मलाई मन लाग्दैन। हर्क साम्पाङको यत्रो चाहिँ उहाँले हर्कबाद पुस्तक नै प्रकाशन गरिसक्नु भएको छ। होइन, त्यो हर्कबादको पुस्तक पढेर तपाईँले अब तपाईँलाई राम्रो लाग्ला, मलाई राम्रो नलाग्नु सक्छ नि त। ल अब अर्को चाहिँ भन्नुपर्ने हुन्छ है हजुरले। फेरि सबै पास भयो भने यो गेमको औचित्य हुँदैन। अब पूर्व महामहिम राष्ट्रपति अहिलेको रामचन्द्र पौडेलज्यू
महामहिम राष्ट्रपतिज्यू र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी के त रोज्नुपर्ने एकजना के भन्नुपर्ने राम्रो को मन पर्छ भनौँ न तपाईँलाई मलाई दुवै मन पर्दैन एकजना रोज्नु पर्यो पर्दैन दुवै मन पर्दैन दुईटै सिल्लीहरू होइन यत्रो नेपाल बनाउन उहाँहरूको योगदान छैन छैन सबै चाकडीबाट लाइन बसेर आएका हुन् चाकडीबाट लाइन बसेर आएको मान्छे योग्यता भएर आएको होइनन् भोट आएर भोटले आएको होइन भनेपछि उहाँहरूको नेपाल बनाउन केही पनि योगदान छैन जिरो ल अब अन्तिम क्वेसन छ त्यसै माननीय डाक्टर महावीर पुन या कुलमान घिसिङ दुवै होइन एकजना रोज्नु पर्यो नि कहाँ कुलमान डाक्टर महावीर पुन माइनस त्यसै माइनस होइन ऊ त मेरो फेभरेट हो तर कुलमान चाहिँ बढी सटल छन् अनि अलिकति गरेर जान्छन् उत्तिकै बराबरै हो मेरो लागि त दुइटै भाइहरू तर पनि कुलमानको चाहिँ एक्सनमा मलाई मनपर्छ उसको शालीनता सबै कुराहरू ठिक लाग्छ सायद डिसेन्सी सबै कुरा हेर्दा ही क्यान डिजर्भ ऊ चाहिँ नेपालको प्रधानमन्त्री हुनुपर्ने बालनभन्दा पहिला प्रधानमन्त्री हुनुपर्ने नै कुलमान हो होइन अब अहिले महावीर पुन अहिले नै मन्त्री बनाउनु पर्ने म बालन भइदिए भएदेखि उनलाई तुरुन्तै यो विज्ञान प्रविधि मन्त्री भइदिएर तपाईँले विज्ञान र प्रविधिको विकासमा अगाडि बढाइहाल्नुपर्छ दाइ भनेर चाहिँ म भन्थेँ कि अब त्यो चाहिँ अब अहिले गर्न सकेका छैन पछि गर्लान् तर यो दुईटा त नेपालको अति नै असल के भन्छ मानवहरू मान्छे भन्छौँ अब कलाकार गायकज्यूहरू हुन्छ नाति काजीज्यू यहाँकै पालाको गायक हुनुहुन्छ होला होइन नाति काजी र चाहिँ स्वर सम्राट नारायण गोपालमा नारायण गोपाल त मेरो लागि त अब मैले भने नि त्यतिको धेरै व्यक्तिगत रूपमा त उनको आफ्नै चरित्र थियो तर स्वरको हिसाबले सङ्गीत क्षेत्रमा नारायण गोपाल उनी धेरै नै अजर अमर हुन् अनि अहिलेको एकदमै अब विगतदेखि अहिलेसम्मको गायक गायिका चाहिँ हुनुहुन्छ शम्भु राई कि सत्यकला राई शम्भु धेरै माथि शम्भु हस् यहाँको महत्त्वपूर्ण यो समय संवादको लागि एकदमै थ्याङ्क यू सरी है म त त्यो कुतर्क नगर्ने मान्छे भएकोले माफी चाहन्छु सबै श्रोताहरूलाई पनि अलिकति घरिघरि यतिको जोसिलो कुरा गरेन भने त पत्रकारले हेपिहाल्छन् त्यसले गर्दा मेरो भाइ पनि पर्यो तपाईँहरूले नरिसाउनु होला म रिसाउनु छोडेको हो तर अब कसैलाई मैले रेटिङ गरिनँ होला अर्को भाइ पनि रिसाउनुहुन्छ होला म आफ्नै खालको मान्छे छु र चाहिँ मेरो आफ्नै के अरे विचारहरू छ त्यसमा म सबैसँग तपाईँहरूलाई चोट पऱ्यो भने म क्षमा चाहन्छु सबैलाई नमस्कार छ हस् थ्याङ्क यू सो मच